हेलो नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग। मेरो मिनी ब्लगमा तपाईँहरूलाई एकदमै स्वागत छ। मैले चाहिँ हाम्रो ड्राई पिकनिकको सर्ट क्लिप लिएर आएको छु। अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला एन्ड लाइक सेयर एन्ड सब्सक्राइब। एउटा गाडीमा नअटेर हाम्रो चाहिँ दुईवटा गाडी भएको थियो र यहाँ चाहिँ घरदेखि बल्ल हाइवे तर्फ लाग्दैछौँ र मेरो इनलजहरू चाहिँ एकदमै रमाइलो गर्ने खालको हुनुहुन्छ क्या। अनि यहाँनिर हामी चाहिँ गाउँदै जाँदैथ्यौँ, एकदमै रमाइलो भइरहेको थियो र हामी चाहिँ हत्तेरिका साइरेनीमा भन्ने गीतमा गाउँदै जाँदैथ्यौँ रमाइलो गर्दै। अनि साउन्ड चाहिँ मैले म्युट गरेँ किनकि कपिराइट आउँछ भनेर। सानो छँदा डोजर देख्ने बित्तिकै कुदेर को हेर्न जानुहुन्थ्यो कमेन्ट बिलो है त, त्यसमा चाहिँ म पनि पढ्छु अभियसली। पहिलो गएर हो या बाटो चाहिँ अझै बढाउनु भएको त्यो चाहिँ थाहा भएन, तर यो क्रमले गर्दा हल्का गाडी जाम चाहिँ थियो किनकि बाटो एकदमै सानो छ नि त कन्याम जाने। र निकै समयपछि फाइनल्ली हामी चाहिँ कन्याम आइपुगेको थियौँ र त्यहाँको नजारा ओएमजी एकदम रिफ्रेसिङ टाइपको थियो क्या। अनि वेदर पनि एकदमै रेनी हल्का रेनी टाइपको थियो र वेदर पनि हेर्नुहोस् न हुँसे लागेको यस्तो रिफ्रेस भइसकेको थियो मलाई चाहिँ त्यहाँ पुग्ने बित्तिकै। अनि यहाँको नजारा त जति हेर्दा पनि अगाइँदैन होला सायदै, मान्छेसँग पनि त्यति आकर्षित भएको छुइनँ होला जति चाहिँ म यो हरियालीहरूसँग छु। आफू पनि गाउँमै हुर्केकोले होला एकदमै म चाहिँ हरियाली प्रति एकदमै आकर्षित हुन्छु क्या। र त्यहाँ चाहिँ तपाईँहरू यसरी हर्स राइड पनि गर्न सक्नुहुन्छ। हाम्रो एक्सपेक्टेसन भनेको चाहिँ खुल्ला ठाउँमा बसेर चाहिँ चिया बगानको छेउमा बसेर चाहिँ ड्राई पिकनिक खाने थियो, तर रियालिटी चाहिँ के भइदियो भने रेनी भएर हल्का हल्का सिमसिम पानी परिरहेको थियो। सो बाहिर बस्ने त कुरै भएन। सो थ्याङ्क गड यहाँ घुम्ती रहेछ र मेरो नानीको चाहिँ कन्याम फर्स्ट टाइम थियो। सो ऊ पनि एकदमै ह्याप्पी थियो नयाँ ठाउँ एक्सप्लोर गर्न पाउँदा। र यहाँ बाँधी चाहिँ एकदमै क्यामेरा साई हुनुहुँदो रहेछ, तर पनि मैले क्लिप लिइहालेँ। अनि केही समय कुर्दा पनि सिमसिम पानी नरोके पश्चात हामी चाहिँ त्यहीँ एउटा टरामा बसेर खाने प्लान गऱ्यौँ र त्यहाँको नजारा हेर्न सक्नुहुन्छ। वरिपरि हरियो एकदमै आकर्षित र हामीले चाहिँ बहिनीको बर्थडेको केक पनि काट्यौँ त्यहीँ, एकदमै रमाइलो भयो। हाफ डे चाहिँ त्यहाँको नजारा जस्तै थियो, क्लियर लागेको। एन्ड थ्याङ्क यू फर वाचिङ।